समय अब राति आज हाम्रो यो घरमा या वरिपरि रहने हरेक दिदीबहिनी दाजुभाइ छिमेकी प्रत्येकलाई मेरो परिवारलाई र मलाई तपाईले 4 किला ठोकेर 4 दिशामा तपाईको स्वर्गदूतहरू खटाएर भजन संग्रह 34 को 7 मै लेखे चाहिँ सुरक्षा दिनुहुनेछ स्वर्गदूतलाई खटाएर म विश्वास गर्छु यीशुको नाममा। र भजन संग्रह 4 को 8 मा लेखे चाहिँ म शान्तिमा पल्टाउने छु र निधाउने छु किनभने मेरो सुरक्षा गर्नेवाला परमप्रभु परमेश्वर तपाईँ नै हुनुहुन्छ। भने प्रभु आज म शान्तिमा पल्टने छु र निधाउने छु। मिठो निन्द्रा तपाईबाट आउँछ, त्यो कारणले म मेरो परिवार मिठो निन्द्रालाई आज लिनेछु यीशुको नाममा। म विश्वास गर्छु तपाईलाई धन्यवाद दिन्छु। रातभरि सम्हाल्नु आनन्दको मिठो निन्द्रा दिनुभयो प्रभु, तपाईलाई धन्यवाद। तपाईँ हाम्रो ढालबाट सुरक्षा दिनुभएको छ। भोलिको दिनमा जब हामी उठ्छौँ प्रभु, हाम्रो दिन फेरि नयाँ गरेर सुरु हुनेछ। हाम्रो दिन भोलि प्रभु झन् ठुलो तपाईको काम हुनेछ। आज जति पनि आशिष पायौँ त्यसको 100 गुणा बढी भोलिको दिनमा हाम्रो लागि आशिष तपाईले तयार गरेर राख्नु